आज चाहिँ म हजुरहरूलाई चाहिँ मेरो दिनभरि चाहिँ म के गरेर बस्छु भनेर जस्तो देखाउन गइरहेको छु है त। आजको मेरो भ्लग चाहिँ यस्तै नै छ साथीहरू। अनि आज चाहिँ म बिहान मेरो चाहिँ होटल छ एन्ड पार्लर पनि छ, तर म चाहिँ अहिले चाहिँ के अरे मेरो बिहानको चाहिँ सुरुवात चाहिँ खाजाबाटै हुन्छ। सो खाजा बनाउने ओर्ने गरिरहेको छु साथीहरू। अनि म चाहिँ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ अहिले चाहिँ थुक्पा पकाउँदैछु होइन। थुक्पा चाहिँ हाम्रो गाउँमा एकदमै चल्छ नि त, अनि र एकदम मिठो पनि बनाउँछु नि त म, सो त्यही भएर बनाउँदैछु साथीहरू है। हेर्नु नभुल्नु होला मेरो भ्लग के कस्तो रहन्छ, हजुरहरूले प्रतिक्रिया अवश्य दिनु होला है। र पसलमा चाहिँ खाजा खानलाई भनेर कस्टमरहरू पनि आउनु भएको छ, अनि म उहाँहरूको लागि भनेर चाहिँ चाउमिन फटाफट बनाइदिँदैछु है त साथीहरू। अनि उहाँहरूलाई चाहिँ चाउमिनमा चाहिँ अलिकति त्यो पिरो हुन्छ नि, पिरोवाला सस लगाएको एकदमै मनपर्छ क्या मैले बनाएको चाहिँ, सो बनाइरहेको छु है त। बिहानको दुध पनि आइसकेको छ, अब चाहिँ चिया पनि बनाएर खाने। र बहिनीहरूले पनि खाजा खाएर चाहिँ अब निस्किन लाग्नुभएको छ है त।
पनि अर्को टोली आउनुभयो खाजा खानलाई भनेर। सो चाउमिनै उहाँहरूलाई पनि अर्डर गर्नुभएको थियो र मैले एकैचोटि बनाइरहेको थिएँ अनि उहाँहरूलाई पनि अहिले पस्किदिँदैछु है। मेरो पसलमा एकदमै मान्छेहरू पनि आउनुहुन्छ अनि म एकदमै बिजी पनि हुन्छु। भएर मैले त्यही भएर चाहिँ अलिकति बढी टाइम दिन सकेको छैन। सो अब यस्तै यस्तै गरेर म दिनेछु है त टाइम। र मलाई पनि एकदमै भोक लागिरहेको छ साथीहरू। चाउमिन खान मन लागिरहेछ। चाउमिनै खान्छु ल म पनि। ल खाइ ल चाउमिन एकदमै मिठो बनाएको छु। स्पेसल अर्ग्यानिक टेस्टीवाला है। साह्रै मनपर्छ मैले बनाएको चाउमिन। म अन्त गयो भने नि खासै खाँदिनँ कि खाजाहरू, किनभने मलाई खासै मिठै लाग्दैन। आफूले बनाएको मात्रै जे हरेक कुराहरू मिठो लाग्छ क्या मलाई चाहिँ।
साथीहरू मैले चाहिँ खाजा खाएर खाना त्यति मन परेको छैन खाना चाहिँ। अनि यहाँ खसीको मासु राखेको थिएँ अनि त्यही खसीको मासु चाहिँ पकाउँदैछु अनि खाना दिनलाई क्या त्यो पनि। थाहा छ साथीहरू मैले बनाएको मिठै लागेन अरे उहाँलाई चाहिँ अनि आफै बनाउँदै हुनुहुन्छ उहाँले चाहिँ खसीको मासु अनि अब उहाँलाई चाहिँ म खाना पस्किदिन्छु अनि खानुहुन्छ है त। मलाई त उहाँले यति हँसाउनुहुन्छ कि दिनमा चाहिँ कतिपल्ट हँसाउनुहुन्छ हुन्छ हाँसेरै पनि दिन बित्ने गर्छ क्या मेरो उहाँले हाँसी उठाएरै मार्नुहुन्छ अनि पछाडि सरसफाइहरू गरेर अनि म चाहिँ मोमो बनाउन तर्फ लागिसकेको छु साथीहरू अहिले हेर्न सक्नुहुन्छ। अब म चाहिँ मोमोहरू बनाउँछु होइन अनि त्यस पछाडिबाट चाहिँ यसरी नै मेरो दिनचर्या चाहिँ यसरी नै बित्दैछ साथीहरू। होटलमा बस्नु पऱ्यो अनि उता पार्लरमा पनि आउनुहुन्छ मान्छे त्यता पनि जानु पऱ्यो भ्याउनु पऱ्यो दुईतिरै मेरो चाहिँ एकदमै बिजी नै हुन्छु। दिउँसोभरि चाहिँ मेरो यस्तै छ है त साथीहरू। आज चाहिँ म हजुरहरूलाई देखाउने नै भनेर अस्तिदेखि नै यो गरिरहेको थिएँ यसो आज चाहिँ पाएर मैले हजुरहरूलाई त देखाउँदैछु मेरो दिनचर्या कसरी बित्दैछ। सो यही हो मेरो चाहिँ
र आजको मेरो यो ब्लग चाहिँ यति नै साथीहरू। हजुरहरूलाई मन परे लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई।